आदरणीय दर्शक महानुभावहरू नमस्कार। तपाईहरू अहिले हेर्दै हुनुहुन्छ एनबिसी नेपाल र म हुँ तपाईको साथमा देव रुकैया। आज हामीसँग हुनुहुन्छ कर्णाली प्रदेश जाजरकोट जिल्लाका युवा तथा सामाजिक अभियन्ता कृष्ण बहादुर तिरुवा, जसले समाज रूपान्तरणका लागि विभिन्न कामहरू गर्दै अहिलेसम्म समाज विकासको लागि परिवर्तनका लागि भन्दै काठमाडौँसम्म पनि समाज र विकासको लागि एउटा आवाज लिएर आइरहनु भएको छ। कृष्णजी नमस्कार। नमस्ते। सन्चै हुनुहुन्छ? एकदम सन्चै छु। अनि अहिले कसरी बिताइरहनु भएको छ अहिलेका दिनहरू? अब अहिलेका दिनहरू त मेरो अब कठिन सङ्घर्षबाटै गुज्रिरहेको छ। अब समाजको लागि काम गर्ने क्रममा हरेक उताप चढावसँग लड्दै, हरेक यहाँको नेपालको यो राजनीतिक अवस्थासँग लड्दै, नेपालका यो राजनीतिक गतिविधिले गर्दा या अब अस्थायी सरकारले गर्दाखेरि हामीमा आएको जुन उथल पुथल छ, जुन यहाँ चाहिँ एउटा जनतामा आएको चाहिँ निराशा छ र युवामा आएको निराशा छ, यसले गर्दाखेरि हामी सबैलाई एउटा प्रकारको हामी जस्ता केही गर्छु भन्ने युवाहरूलाई पनि आज एउटा प्रकारको निराशामा चाहिँ बिताइराखेको छ। र त्यसै कारणले हामी चाहिँ आज एउटा सङ्घर्षको रणमैदानमा छौँ, हामी कठिनाइमा छौँ र कठिनाइ जिन्दगी चाहिँ गुजिराखेको छ। अनि तपाईँ त यो समाज परिवर्तनका लागि भन्दै विभिन्न समाजका लागि कामहरू गर्दै आउनुभएको मैले देखेँ र सुने पनि। तर पनि तपाईँ समाज परिवर्तनका लागि हिँड्दा पनि देश यस्तो अवस्थामा आयो भन्ने कुरा गरिरहनु भएको छ। अनि अहिले आएर चाहिँ तपाईँलाई अब चाहिँ के गर्नु पर्ला, किन यस्तो भयो भन्ने कुरा विचारमा चाहिँ तपाईँलाई कस्तो के लागिरहेको छ? अब मेरो विचारमा त अब सबभन्दा त अब देश विकासको लागि राजनीति सही हुनुपर्छ। राजनीति सही भएन भने कुनै पनि नीतिहरू चाहिँ सही हुनेवाला छैनन्, कुनै पनि संयन्त्रहरू सही हुनेवाला छैनन्। जबसम्म यो देशमा राजनीति सत्य र न्यायको मार्गमा हिँड्न सक्दैन, कल्याणको मार्गमा हिँड्न सक्दैन, तबसम्म यो देशको अवस्था यस्तै भइरहने, यहाँभन्दा पनि भयानक अवस्थामा चाहिँ गुज्रिनेवाला छ देश। यो के नेपालको राजनीतिक दलहरू नेपालकै लागि काम गरेका हुन् जस्तो लाग्छ? मलाई लाग्छ नेपालको राजनीतिक दलहरू नेपालको लागि होइनन् जस्तो लाग्छ है। नेपालमा दल आफ्नो स्वविवेकले खोलिएको होइन जस्तो पनि लाग्छ होइन। यो विदेशी शक्ति राष्ट्रहरूले आफ्नो रणनीतिलाई पुरा गर्नको लागि, आफ्नो स्वार्थलाई पुरा गर्नको लागि, आफ्नो रणनीति नीतिलाई कार्यान्वयन गर्नको लागि, आफ्नो अस्तित्वको लागि उनीहरूले जुन प्रोपागान्डा घटाएका छन् अथवा जुन इसारामा उनीहरूलाई चलाइराखेका छन्, उनीहरू कहीँ न कहीँ नेपालका राजनीति दलहरू या विद्वानहरू उनीहरू सबै चाहिँ विदेशीको स्वार्थको लागि लडिराखेका छन् जस्तो लाग्छ मलाई। त्यसै कारणले पनि यो देशको विकास हुन नसक्नु, यो देशका जनताहरूलाई यो देशका जनताहरूको कल्याण हुन नसक्नु, यहाँका युवाहरूले रोजगार पाउन नसक्नु, यहाँका युवाहरू चाहिँ दिन प्रतिदिन विदेशिनुको कारण भनेकै उनीहरूको स्वार्थमा राजनीति गर्नाले हो जस्तो लाग्छ। यो देशको लागि राजनीति भएको छैन। जुन तपाईँले भन्नुभयो उनीहरूकै कारणले गर्दा देशमा भएका यावत अहिलेका देखिएका जुन जल्दा समस्याहरूको पछाडि नेपालका राजनीतिक दलहरूको हात छ भन्ने कुरा तपाईँले भने जस्तो लाग्यो मलाई। तर पनि नेपालमा यही राजनीतिक दलहरूकै पछि नेपाली जनताहरू रुमल्लिरहेका छन्। यो आखिर किन होला? यो सायद लाग्छ मलाई नेपाली जनताहरू उनीहरूले एउटा आफ्नो अभाव र प्रभाव र दबावमा राखेका छन्। अर्को कुरा, नेपाली जनता गरिबी र अशिक्षित छन्। जुनसुकै राष्ट्र हो या समाज हो, जुनसुकै व्यक्ति हो, जहाँ गरिबी र अज्ञानता हुन्छ त्यहाँ कोही न कोही कसैको परनिर्भरमा बाँच्छ त्यो समाज, र त्यो देश पनि कसैको पराधीनतामा चाहिँ बाँचेको हुन्छ। र त्यही हालत चाहिँ नेपालका राजनेताहरूले चाहिँ बनाइराखेका छन् यो देशलाई जस्तो लाग्छ मलाई। हामी आज पराधीनतामा छौँ, हामी पराधीनतामा बाँचिराखेको छौँ। हाम्रो समाज, हाम्रो सबै जति पनि यहाँ चाहिँ विद्वानदेखि यहाँका विद्वान व्यक्तिहरू पनि परनिर्भर परतन्त्रवादी एउटा सोचमा र परतन्त्रवादी एउटा डलरमा चाहिँ बाँचिराखेका छन्। यो देशमा सायद लाग्छ मलाई कोही पनि व्यक्ति यो देशमा आत्मनिर्भर बन्नुपर्छ र यो देशलाई आत्मनिर्भर बनाउनुपर्छ र यो देशको स्वाभिमानता र पहिचानलाई बचाउनुपर्छ भन्ने भावना नेपालमा छैन जस्तो लाग्छ। आज विश्वमा तपाईँलाई थाहा छ नि, विश्वमा अहिलेसम्म कुनै पनि देशको गुलाम नभएको देश
नेपालका नागरिक हो हामी। तर तपाईँले भन्दै हुनुहुन्छ हामी पराधीन छु। कसरी पराधीन छु लाग्छ मलाई। देश एउटा तपाईँको पराधीनता थिएन। हाम्रा वीर पुर्खाहरूले यो देशलाई विश्वलाई घुँडा टेकाउने ती अङ्ग्रेजहरूलाई घुँडा टेकाएको देश हो। हामी त्यस्ता पुर्खाका सन्तति, हामी त्यस्ता पुर्खाका सन्तान हौँ। तर आज हामी त्यो सन्तान रहेनौँ। हामीलाई पुरै मानसिक रूपमा गुलाम बनाइसक्यो। त्यो हामी मानसिक रूपमा एउटा विचारको रूपमा सोचको रूपमा हामी गुलाम भइसकेपछि आज हाम्रा देशका विभिन्न षोडश साधनदेखि लिएर बहुमूल्य रत्नहरूदेखि लिएर पदार्थहरूदेखि लिएर सबै कुरा दिन प्रतिदिन तपाईँको बिक्री भइराखेको छ। सबै तपाईँको पराधीनतातिर बगिराखेको छ। त्यसैले गर्दा मलाई लाग्छ हामी चाहिँ अब हाम्रो देश स्वतन्त्र पनि छैन र स्वाभिमान पनि छैन र आत्मनिर्भर पनि छैन जस्तो लाग्छ मलाई। तपाईँ त नेपाली काङ्ग्रेसमा पनि तपाईँको अलिकति भूमिका देखियो र माओवादीमा पनि तपाईँको भूमिका देखियो। के त्यतिखेर लाग्दा तपाईँलाई त्यो लागि थियो कि वा अहिले आएर पछिल्लो समय लाग्यो कि देश चाहिँ अहिले स्वाधीन छैन, हामी स्वाधीन छैनौँ, स्वतन्त्र छैनौँ भन्ने कुरा अहिले पछिल्लो समय महसुस भएको के हो खासमा? यो अब यसमा त्यही त नि, कुनै पनि कुरा अनुभव र अभ्यासबाट चाहिँ नै प्राप्त हुन्छ। हरेक यो राजनीतिक दलहरूसँग जस्तै काङ्ग्रेस माओवादी हुँदै गर्दा उहाँहरूभित्र जति चाहिँ जनताको बिचमा बोल्ने जो भाषण छ नि, जो विचार छ नि, त्यो विचार जनतामा बोल्नको लागि, जनतालाई भ्रम पार्नको लागि मात्रै छ जस्तो लाग्छ। वास्तविक यो देशको हितको लागि, यो देशको जनताको कल्याणको लागि, न्यायको लागि छैन। यो समाजको हितको लागि छैन उहाँहरूको भाषण, उहाँहरूको विचार, उहाँहरूको रणनीति। उहाँहरू कहीँ न कसैको एउटा इसारामा जसले जे भनिराखेको छ, उसले जे सिकाएको छ, यो भन है, यो भनेपछि मात्र हाम्रो एजेन्डा चाहिँ यहाँ चाहिँ लागू हुन सक्छ र यसरी मात्र हामी यो देशमा खेल्न सक्छौँ भन्ने जुन इसारामा उनीहरू चाहिँ नाचिराखेको जस्तो लाग्छ। र मलाई लाग्छ नेपालको यो हजारौँ राजनीतिक दलले यो देशको विकास हुँदैन। यदि यो देशको विकास गर्नको लागि एउटा पार्टी यहाँ 1000 पार्टीमा विभाजित हुनको कारण के छ त? यो स्वार्थ के त? एउटा पार्टी 12वटा पार्टीमा विभाजित हुनको कारण के छ त? के समाजवाद यही हो त? उहाँहरूले ल्याउने समाजवाद यही हो त? एउटा पार्टी लुट र फुटबादमा प्रयोग हुनको कारण यो त बेलायती नीति हो। यो त बेलायती नीति प्रयोग गरिराखेका छन् त। कसरी फुटाएर शासन गर्ने, विभाजित गर्ने? विभाजित भनेकै विनाश हो। आज हाम्रो देश त विनाशतिर जाँदैछ। हामी विनाशतिर जाँदैछौँ, हामी पतनतिर जाँदैछौँ। किन? यही राजनीति पार्टीहरूका कारण, यिनै राजनीतिक दलहरूका कारण, यिनै राजनेताका कारण यो देश विनाशतिर जाँदैछ। यो देशको अब रक्षा कसले गर्ने त भने मलाई लाग्छ जबसम्म देशभक्त अब युवाहरूमा साँच्चै नै देशभक्ति विचार जब यो देशमा हुँदैन तबसम्म यो देशको रक्षा अब हुन सक्दैन जस्तो लाग्छ मलाई। अब जबसम्म देशभक्तिका कुराहरू गर्नुभयो तपाईँले, अहिले त कोमा देख्नुहुन्छ देशभक्ति भने गरिबीले एउटा एक लेभलको स्तर हासिल गरेको छ। गरिबी यति भयावह अवस्थामा छ। देश, राष्ट्रियता, धर्म, संस्कृति, यो भन्ने कुरा त अहिले त सायद मेरो विचारमा कसैको परिकल्पनामा छैनन्। मान्छेहरू त एउटा मात्र आवश्यकताको पछि दौडिरहेको छ। यहाँ आवश्यकता सिर्जना गरिएको छ। अब यस्तो अवस्था छ, तपाईँ भन्नुहुन्छ यहाँ चाहिँ देशभक्ति खोजेर भेटिन्छ यस्तो भयावह गरिबी भइरहेको अवस्थामा। एउटा कुरा गरिबी छ हामीमा, एउटा कुरा महँगी छ। यो गरिबी र महँगी निम्त्यायो कसले त? यिनै त हुन् त निम्त्याउने। यस्तो प्रभाव र अभावमा दबावमा डाल्नको लागि गरिबी ल्याउने पनि यिनी, हामीलाई परनिर्भर बनाउने पनि यिनी, हामीलाई स्वार्थी पापी बनाउने पनि यिनी, र हामी देशभक्तिको हत्या गर्ने पनि यिनै दल र यही राजनीति व्यवस्था हो। र यिनैको एउटा प्रशिक्षणले गर्दा अज्ञान र गरिबीको चपेटामा परेका जनताहरूलाई राष्ट्रभक्ति सिकाएको भए, यो देशको सुहाउँदो विचार, यो देशको भौगोलिकलाई पढाएको भए, स्वर्ग जस्तो देशलाई आज यो देवभूमिलाई, यो तपभूमिलाई, यो शान्ति भूमिलाई, यो ज्ञान भूमिलाई, यो देवताको भूमिलाई यिनीहरूले दुष्ट दुराचारी राक्षसहरूको रणनीति अपनाएपछि यो देशमा विखण्डन नआएर, यो देशमा विनाश नआएर, यो देश गरिबीमा नभएर, यो देश अशान्ति र
अत्याचारको काल कोठरी नभएर को देश हुन सक्छ? यो देशलाई सिङ्गापुर बनाउने र देशको समग्र आमूल परिवर्तन गर्ने भनेर नै हिजो त्यत्रो 10 वर्ष जनयुद्ध भयो, विभिन्न 17,000 मान्छेहरूले चाहिँ ज्यान गुमाए। तपाईँले अहिले यसरी भन्न त सुहाउँदैन। होइन, ठिक हो, उनीहरूले जो मर्ने जो 17,000ले गुमाएका थिए नि, वो वास्तविक देशको लागि गुमाएका थिए। जो यो सिङ्गापुर बनाउँछु भन्थे नि, उनीहरूको वास्तविक परिकल्पना रहेको छ। उनीहरू कसै न कसैको एउटा इसारा र परिकल्पनामा घुमाइएको रहेछ। उनीहरू आज आफै थकित छन्, चकित पनि छन्। उनीहरूले अब गर्न चाहेर पनि यो देशको लागि केही गर्न सक्दैनन्। किन सक्दैनन्? उनी कोही न कोही, उनी काहीँ न काहीँ तपाईँको एउटा प्रकारको अवसरवादी अवस्थामा जानुपर्ने अवस्था आइसकेको छ। अवसरवादी पनि बनिसकेका छन्, पुँजीवादी बनिसकेका छन्। हिजोको जस्ता उनी सर्वहारा छैन कि सर्वहाराका भावना बुझ्ने। आज उनी सर्वहाराका भावना बुझेका छैन। उनीहरूले एउटा भाषणमा सर्वहारा श्रमजीवी वर्गका कुरा गरेका छन्। खै त आज सर्वहारा श्रमजीवी वर्ग कुन अवस्थामा छन्? नेपाली युवाहरू आज दिन प्रतिदिन विदेशीका गुलाम कामदार भइरहेका छन्, दास भइराखेका छन्, दैनिक हत्या भइराखेको छ, आत्महत्या गरिराखेका छन्। खै त उहाँहरूको विचारले के गर्यो? यदि यो देशको लागि, यदि देश र जनताको लागि हो भने उहाँहरू एक ठाउँमा आएर स्थायी सरकारको परिकल्पना किन गर्न सक्नु हुँदैन? राष्ट्रिय नीति किन निर्माण गर्न सक्नु हुँदैन? राष्ट्रिय एकता किन कायम गर्न सक्नु हुँदैन? यदि यो देशको लागि हो भने अब राष्ट्रिय नीति चाहिन्छ, राष्ट्रिय एकता चाहिन्छ र जनतालाई विभाजित होइन, एकीकरण हुनुपर्छ। यो राष्ट्रलाई विखण्डन होइन, अखण्ड नेपालको चाहिँ निर्माण हुनुपर्छ। तब मात्र यो देश बन्छ। अब यो कसले गर्ने भने यो कसले गर्ने? यहाँ त तपाईँले देखिरहनु भएको छ, नेपालमा 3 करोड जनसङ्ख्या छैन, यसको आधा जति जनसङ्ख्या त बाहिर छ र पनि यहाँ चाहिँ भएकाहरू चाहिँ सबै पार्टीका कार्यकर्ता छन्। अब कसले गर्ने? अब मलाई लाग्छ अब अब धेरै जसो बहुमत त पार्टी कार्यकर्ताहरूको छ, किनभने उनीहरूकै अन्धभक्तहरू छन्, उनीहरूकै गीत गाइराखेका छन्, भजन कीर्तन गरिराखेका छन्। त्यो हामीले सबैले देखेको कुरा, यो मैले भन्नै पर्छ भन्ने छैन, त्यो यथार्थ चित्रण छ नेपालको। तर जब विदेशमा दास भएका, देशभक्त बुझेका विदेशमा जानुभएको छ, उहाँहरूले अब फेसबुकबाट गाली गरेर, कुनै सञ्जालबाट गाली गरेर केही हुनेवाला छैन। मलाई लाग्छ एकले अर्कालाई गाली गरेर, एकले अर्काको कुरा काटेर, आलोचना गरेर देश बन्दैन जस्तो लाग्छ। देश त अब एउटा असल नीति र असल नेतृत्वका कारणले देश बन्छ। जबसम्म देशमा असल नीति र नेतृत्व भएन भने देश बन्दैन। आज यो देश अनीति र अनाचारको शिकार भइराखेको छ। अनीति र अनाचारले गर्दा यहाँ अन्याय अत्याचारको चाहिँ राज भइराखेको छ। अन्याय अत्याचारले गर्दा देश अशान्ति र अत्याचार अपराधको कालकोठरी बनिसकेको छ। यसको रक्षा गर्ने एउटा महान विचार र महान व्यक्तिको चाहिँ देशले खोजी गरिराखेको छ। त्यो हामीभित्र छ, छैन भन्ने कुरा त्यो हामीले प्राप्त गर्न सक्नुपर्छ। हामीले त्यो शक्तिलाई हामीले जगाउन सक्नुपर्छ। हामी के विश्वका मानव भन्दा हामी कमजोर नै हो त? हामी विश्वका दास हुनेको लागि जन्मेको हो त होइन होला नि? हामी पनि त विश्वको मानव हो त? हामी पनि विश्वको शक्तिशाली हुन सक्छौँ त? त्यो शक्तिशाली हुने औजार र सामग्री, त्यो हतियार, त्यो शक्ति हामीभित्र छ। तर त्यो शक्तिलाई अब उजागरण गर्न अब आवश्यकता छ। अहिले त हेर्नुहोस्, यहाँ बुढापाका बाहेक अरू कोही पनि नेपालमा छैन। युवा जति सबै विदेश पलायन छन्। यदि +2 सकाउँदै गरेको, +2 पढ्दै गरेको पनि उसको परिकल्पना यो भइसक्छ कि म भोलि गएर कुन देश जाने, यस्तो अवस्था छ नेपालमा। अब तपाईँ भन्नुहुन्छ अब यो देश बनाउनुको लागि हामीभित्र भएको जुन क्रान्तिलाई अब सडकमा ल्याउनुपर्छ भनेर भन्नुभएको छ। अब कसरी? अब त्यो बुढा हाम्रो हजुरबुवा र बाबुहरूले त ल्याउने अवस्था छैन र यहाँ युवाहरू छैनन् हैन। अब हामीले ल्याउनु पर्छ। युवाहरू एकबाट सुरुवात हुन्छ। कुनै पनि कुराहरू, कुनै पनि संसारमा आज राज गरिराखेका छन्। 7औं 8औं अरब जनसङ्ख्या छ मानव जातिको। मानव जातिमा भने त्यसमा 7-8 जना व्यक्तिहरूले यो संसार चलाइराखेका छन्। यो देशमा पनि 2-4 जना युवाहरू जाग्नुपर्छ भनेपछि यो देशलाई जगाउन सकिन्छ। यो देशभित्रको शक्तिलाई जगाउन सकिन्छ। यो देशका जनताभित्र लुकेको त्यो शक्तिलाई, त्यो छिपेको शक्तिलाई, आजसम्म दबाइएको शक्तिलाई चाहिँ उजागरण गर्ने
तपाईँ हामी जस्ता युवाहरू एक ठाउँमा आयौँ भने जुन असल विचारलाई बाहिर ल्याउन सक्यौँ भनेपछि अवश्य पनि सकिन्छ जस्तो लाग्छ। असम्भव केही पनि छैन। हजारौँ आज हुनु त उनीहरूले संसारलाई ध्वस्त गर्ने मिसाइलहरू बनाएर संसारलाई डराइराखेका छन्। त्यो मिसाइलभन्दा पनि खतरनाक विचार हुन्छ। संसारमा ज्ञान हुन्छ। ज्ञानभन्दा र विचारभन्दा महान हतियार अरू केही पनि हुन सक्दैन। तर आजसम्म नेपाली भूमिमा त्यो विचारको जन्म गर्ने व्यक्ति चाहिँ जन्मिएन। त्यसैले गर्दाखेरि नेपाल पछाडि परेको। हामी पैसाको पछाडि लाग्ने र पैसा, पेट र परिवार र पदका लागि चाहिँ मरिहत्या गर्ने होइन। हामी त्यो भयो भने त त्यो त एउटा पशु भइसक्यो। हामी आज पशु होइनौँ नि त। हामी त यो देशलाई बनाउने, संसारलाई कल्याण गर्ने भूमि, संसारको शिर, ब्रह्माण्डको शिर, यस्तो देशलाई आज नर्क बनाउने नरपिचासहरूलाई अब हामीले छोड्न हुँदैन जस्तो लाग्छ मलाई। र अन्तिम के अहिले नेपालमा चाहिँ नेपालीहरूको अवस्थालाई बदल्न, व्यवस्था बदल्न आवश्यक नै भएको हो? के छ यो चाहिँ तपाईँले कसरी हेर्नु भएको छ? राजा त समग्र जनताले चाहेर आम जनता आउनु पर्यो। एउटा रापरवाले चाहेर, एउटा दुर्गा पसाइजीले चाहेर, एउटा अर्को पसाइजीले चाहेर, यहाँका कुनै पनि 2-4 फटा दलहरूले चाहेर राजा सम्भावना छैन। त्यो कुरा त पूर्ण नेपाली जनतामा देशभक्ति र राजा कस्ता हुन् त, राजाले के गरे त भने त्यसप्रतिको, राजाप्रतिको माया र समर्पित नेपाली जनतामा हुनुपर्छ। तब मात्र सम्भव छ, नत्र सम्भव छैन। राजा कसरी अब जनताको प्रेमी हुने त? जनताको मन राजाले कसरी जित्ने त? त्यो राजाले पनि त्यो प्रकारको आवाज चाहिँ बाहिर ल्याउनुपर्छ जस्तो लाग्छ। जनता आफै ल्याउनेवाला छैनन्। राजाले जनताको मन जित्नुपर्छ। हिजो यो कारणले हामी यो भएको र यो कारणले देश बर्बाद भयो। कारण यिनी हुन् र अब यी कारणबाट अब हामी यो तरिकाबाट हामी यो देश चलाउँछौँ। हिजो जे जति पुर्खामा जे जति भयो होला, अब हामी हाम्रो पुर्खाको अस्तित्वको लागि, यो देशको अस्तित्वको लागि हामी अब यो ढङ्गबाट यो देश चलाउँछौँ र यो देशको रक्षा हामी यसरी गर्न सक्छौँ भन्ने राजाबाट नै एउटा प्रकारको नीति, त्यो प्रकारको कार्ययोजना जनताको माझमा जानुपर्छ र आम जनताले स्वीकार्नुपर्छ। तब मात्र राजा सम्भव छ, नत्र सम्भव छैन। धन्यवाद कृष्णबहादुर तिरुवाजी, हाम्रो स्टुडियोमा आएर आफ्ना कुराहरू राखिदिनु भयो। समय र संवादका लागि धेरै धेरै धन्यवाद। धन्यवाद।